आहा टाउकामा जुम्रा परिगयो क्या पुसपाक लाग्न लाग्यो नुहाउन सकिँदैन। एउटा कुरो भनेर भनिन उज्जरे हे यो खाप्छ कति चिलाएको यो ए 100 गडा 3ले 4ले ब्याज काटेर बिचारा बाटो लाग्या बाआमा भविष्य बनाउला बच्चा बच्चीको बनाउला भनेर बाटो लागिजान्छन्। उहाँ बाटो लाग्या हुन्न पुग्या हुन्न अधमर्या हुन्छ मान्छ। ए यहाँ त ठिक भएन, यहाँका मास्टरले पढाउनै सकेनन्। गाउँका मास्टरले सहर बजार भने अब सहर बजार हो भनिन्न, पोइलाई हस्याङ फस्याङ लगाएन। काखामा बच्चा चेपिन चियाएर मिया पार्दै पार्दै यहाँ बजारबाई कोटा खोज्न आइन्। कोटा खोजिन् पनि बसिन्, ठिकै छ। पढाउनु पनि पढाउनै पर्छ, त्यो पनि ठिकै छ, मैले माने। ए भएन भने त्यो बच्चा स्कुल गया हुन्छ। यता पनि लाली यता गाजल, यहाँ फेरि यहाँ छालामा के रङ दल्ने, के ब्युटी पार्लर बाई गइन आइरन गर्ने, अनलाइन सिस्टमबाट क्रिम मगाउने, अनि उता बिहालले हान्याउ थाहा छैन ठेलो र ठुपो। यता फेरि होटल जान्छन् न के तिनी रेड बुल हुन् कि के हुन् ठोक्यो क्यानबियर जस्तै हुन्छन् सानसाना, तिनी अगाडि राखेका हुन्छन्। यस्ता पिठा डल्ला हुन्छन्, दुईटा चम्मचले एकदम त्यो चम्चा पनि कस्तो हुन्छ यो हाता जस्तो के काँडै काँडा गरे चम्चा कप्प खान्छन्। कसैले सोध्यो भने के गर्नुहुन्छ भने सोध्यो भने चाहिँ मुसुक्क एकदम तिनी खैलाग्या दाँत हुन्छन् कि छेस्का मेस्का दाँत हुन्छन् कि बाङ्गा दाँत हुन्छन्, मुसुक्क मुस्कान दिँदै। मेरा बड्डा त अस्ट्रेलिया छन्, क्यानाडा छन्, जापान छन्। उहाँ पहिले के गरेको छ बिचरा, खायो कि खाएन, अनि भोगभोगै छ कि काम पायो कि पाएन, अनि साइला गरौ ऋण तिर्यो कि तिरेन, माइला गरौ ब्याज तिर्यो कि तिरेन भन्ने पहिला एकदम डिप्रेसनमा जाने भइगयो। पोइ यहाँ जोइ सुकिया पाता च्यात्या छिरपर्या पाइन्ट लगाउँदै ढक्याक र मग्याक हाँस हिँड्दैन गरी हिँड्ने। तिनी भएर पनि के आइगयो छन्, पहिला सल्याक्स भन्थ्या टाइट सुराल क्या टाइट। तिनी के देखाउने माने भने त उज्जारेको छ लाज मान्नु के भइगयो यो हाम्रो गाउँघर संस्कार पनि कता गइगयो। अनि बुढा बा आमा उहाँ बिचरा नुन हाली खाने भुटन छैन, तेल छैन। अब बुहारी यता सहर बजार आएपछि छोरो अब विदेशतिर, बा आमा उहाँ ख्वाक्क र खुक्क गर्छन् चिसामा बिचरा। अहिले त चरी मासु खाउँला, कसैले सिगार ल्याए खाउँला भन्ने आशामा बड्डा बड्डीको जीवन जाने भयो बड्डो। यस्तै रहेछ हाम्रो जिन्दगी। हेर के भन्दा न, बाउको मन छोरामती, छोरा मन ढुङ्गामती भने यही रहेछ लास्टमा। यो बुहारीपट्टिले बनाउनु रहेछ नि ढुङ्गामती, छोराको मन त होइन। मैले यसो अनुसन्धान गरेको छु।